आज चाहिँ कलेजको पहिलो दिनमा चाहिँ मैले के गरेँ होला त। म चाहिँ क्लासमा बस्दाखेरि यतातिर साइडतिर चाहिँ मेरो 5 क्लासदेखिकै साथी पनि पढ्न आएको थिए। ऊ चाहिँ भने अगाडिदेखि नै जहिलेदेखि नै स्टार्ट भएको थियो क्लास त्यहिलेदेखि नै पढ्न आएको थियो। म चाहिँ भने भर्खरै आएको थिएँ। अनि यतातिर साथीले चाहिँ यहाँनिर पुरै लभ लेटर लेखेर राखेको रहेछ। उसको पनि यता कलेजमा क्रस रहेछ के। मलाई चाहिँ अनि भन्दै थियो कुरा सुनाउँदै थियो केटोले। इङ्ग्लिस पिरियड सकिसकेपछि सरले चाहिँ यतातिर होमवर्कको नाममा यता ब्ल्याकबोर्डमा लेखेर जानुभएको थियो। किनभने हामीसँग अहिले बुक पनि थिएन, त्यही भएर यतातिर सरले हल्का होमवर्क भनेर यही दिएर जानुभएको थियो। त्यही भएर मैले चाहिँ यतातिर अगाडि सारिसकेको थिएँ। अनि अर्को साथीले चाहिँ भने उतातिर सार्दै थियो। अनि हामी तिनैजना बाहिर आएर यतातिर मन्दिरमा बसेर यो साथीको चाहिँ फर्म पनि भरेको रहेछ। त्यही भएर ऊ चाहिँ भर्दै थियो 11 को लागि। अनि त्यही भएर हामी चाहिँ यतातिर बसिरहेको थियौँ। यत्तिकै म पनि हेर्दै यताउति गर्दै थिएँ। तबसम्म यतातिर ठेला पनि आयो। ल केटा खाने भने त के खानेकुरा भनेर पैसा निकाल त भने केटाहरूले त जम्मा यति पैसा पनि निकाले। अनि के आउँछ त्यसको भने त्यसपछि यताउति हेर्न थाले ठेलामा। आइटम चाहिँ भने एकदमै थियो। त्यही पनि मैले त्यहाँबाट 2टा समोसा अनि आफ्नो लागि चाहिँ भने झिली निकालेँ। अनि त्यसपछि यतातिर समोसा चटनीसँग यिनीहरूले लेमकेलाम खान थाले। म चाहिँ भने झिली र चटनीसँग खान थालेँ लास्टमा। अनि फेरि मलाई पनि समोसा खानु मन लाग्यो। फेरि एउटा किनेर ल्याएर ज्याम चटनीमा चप्दै गम खाइदिए। हामीले चाहिँ सबै काम सकाइसकेपछि फेरि क्लासमा बसेको। अनि एकछिनपछि भने टिफिन पनि भइहाल्यो। त्यसपछि चाहिँ अनि फेरि टिफिनमा सागर भएर चाहिँ त फपिएर यतातिर कुरमुरे किनेर ल्याएर गम हामीहरू चाहिँ यता बसेर खान थालेँ। अनि फेरि एकैछिनमा यो के हो ब्यानर स्यानर लट्काउनु पो थाल्यो। फेरि एकैछिनमा सबैजनालाई बाहिर बोलाएर एकछिन यता कार्यक्रम हुनेवाला छ। किनभने यो ई रिक्सा चाहिँ वितरण गर्नेवाला छ अरे स्कुलमा। कार्यक्रम पनि यतातिर सञ्चालन भइरहेको थियो। अनि त्यसपछि हामी चाहिँ यतातिर बसिरहेको थियौँ। एकैछिन फेरि भाइले चाहिँ यतातिर चिया र बिस्कुट बाँड्नतिर आइहाल्यो। त्यसपछि त मैले पनि यतातिर चिया एउटा गिलासमा गट्टासित हालेर बिस्कुट पनि 2-4 लिएर गम खान थालेँ। फेरि एकैछिनमा अर्को लटमा त मैले भने यति धेरै बिस्कुट ल्याइदिएँ किनभने लास्टै उब्रेको रहेछ अरे। अनि त्यही भएर खाना भनेर दिइरहेको थियो। भाइहरूले पनि त्यसो गम खाइदियो मेरो पालो। म चाहिँ अनि घरतिर पनि आएँ। फेरि बिहान चाहिँ यस्तो जाडो लागिरहेको थियो। त्यही भएर ज्याकेट लगाएर गएको। अहिले भने कस्तो खलखली पसिना आइरहेको थियो। त्यसपछि घर आइपुगेर ज्याकेट लागि साइड लगाएर पुरै 1 बोतल चिसो पनि घट खाइदिएँ। एन्ड आजको लागि चाहिँ यति नै रहेछ साथीहरू। टाटा बाई बाई।